ल साथीहरू आज चाहिँ हाम्रो कम्पनीको पार्टी थियो यानि कि होइसिक अनि हामीलाई चाहिँ थाहा थिएन साथी र मलाई चाहिँ अनि दुईजना कम्बोडियन दिदी हुनुहुन्छ अनि एकजना कोरियन हजुरआमा अनि हामी दुईजना नेपालीहरू चाहिँ 5 जना केटीहरू छौँ। हामी चाहिँ पन्तलामाथि जानुपर्ने हुन्छ साथीहरू अनि हामी लिफ्ट कुर्दैछौँ अनि मैले भिडियो अन गर्नु बित्तिकै अनि दिदीले चाहिँ हुँदैन भन्दै जिस्काउनु भयो अनि जाँदा जाँदै चाहिँ हामीलाई साउले बाटैमा वेलकम गर्नुभयो अनि हामी पनि सबैजनालाई नमस्कार गर्दै आफ्नो सिटमा बस्यौँ अनि सिटमा बस्न बित्तिकै चाहिँ हामीलाई आयो तातो पानी अनि तातो पानी चाहिँ जडीबुटीबाट बनाएको हुन्छ नि त साथीहरू अनि सो मन तातो हुन्छ नि हामी चाहिँ चस गर्दै खाइहाल्यौँ अनि साथसाथै मासु पनि आयो अनि सो हाम्रो केटीको ग्रुप चाहिँ यता थियो भने एकछिनपछि चाहिँ उहाँहरू आइपुग्नुहुन्छ अनि 3 जना जेन्ट्स पनि जोइन हुनुहुन्छ साथीहरू अनि उहाँहरूले चाहिँ आउनु बित्तिकै कासबियर खोल्नु थाल्नुभयो अनि यहाँको त एकदम हो नि त कासबियर अनि यो रक्सी अनि यो जाँड र यस्तो कुराहरू पनि एकदम मजाले चलाउनुहुन्छ क्या केटाकेटी सबैजनाले अनि सो यो कम्पनीको चाहिँ मलाई फर्स्ट अफ अल सबैभन्दा धेरै मन परेको चाहिँ टिमवर्क है साथीहरू एकदम राम्रो छ होइन। अब कम्पनीमा छिरिसकेपछि चाहिँ कामभित्र छिरिसकेपछि चाहिँ कुनको पथको कति ठुलो कति सानो भन्ने हुँदैन क्या। सो सानोदेखि ठुलोसम्म साउ पनि आएर काम गर्ने आफैसँग होइन। एकदम राम्रो छ यो कम्पनी चाहिँ अनि हो मलाई चाहिँ यहाँको टिमवर्क मन परेको है साथीहरू एकदम राम्रो छ। हामी वर्षमा एकचोटि चाहिँ जान्छौँ। हामीले सधैँभरि काम नगरे पनि वर्षमा एकचोटि गए पनि होइन आफ्नै कम्पनीमा आफैसँग काम गर्ने मान्छे यस्तै व्यवहार गर्नुहुन्छ किनकि यहाँनिर कोरियन मात्रै हुनुहुन्न नि त कम्बोडियन पनि हुनुहुन्छ अनि त्यो दिदीहरू पनि एकदम राम्रो हुनुहुन्छ अनि सो हामीलाई पिकअप पनि गर्ने प्रायः जसो उहाँहरू नै हुनुहुन्छ है त। अनि सो हामीले चाहिँ चिसोसँग तन्काउन थाल्यौँ अनि उहाँहरूले चाहिँ मेक्चु र सोजुसँग खानुभयो अनि सो हाम्रो पछाडिपट्टि चाहिँ देख्न सक्नुहुन्छ हाम्रो सावरको पुरै ठुलो टिम छ छुट्टै होइन अनि हाम्रो चाहिँ अगाडिपट्टि थियो अनि सो भिडियो बनाउनु चाहिँ अप्ठ्यारो भयो क्या उठेर बनाउनु नै अब गाह्रो भयो नि त होइन साथीहरू है त।